हेलो साथीभाइ, यो चाहिँ अब यी फेस्टिभलको चाडको यो दिनहरू चाहिँ एकदमै छ्याङ्गै बल्ल दिन खोलिएको छ। र यो चाहिँ म किन भिडियो गर्दैछु भने चाहिँ यहाँ चाहिँ हाम्रो विशाल सरले यो फुलहरू चाहिँ उहाँको एकदम घरैबाट ल्याएर चाहिँ रोप्नु भएको थियो। यहाँ रमाइलो फुलिरहेको छ, हेर्नुहोस् है। र यो चाहिँ उहाँले घरबाट ल्याएर रोप्नु भएको र उहाँ चाहिँ अहिले प्रमोसन भएर हेडमास्टर जेएचएस भएर जानुभएको छ। र यसरी उहाँले रोपिरहनु भएको थियो फुलहरू, र अहिले पनि यी ढकमक्क फुलेर यहाँ चाड आएको यहाँ हामीलाई महसुस गरिरहेको छ। दिवाली आएको महसुस भइरहेको छ हामीलाई। यो चाहिँ उहाँले एकदम घरबाटै ल्याउनु भएको थियो यो बिरुवा चाहिँ, र रोप्नु भएको थियो। एकदमै राम्रो फुल्छ भन्नुहुन्थ्यो, र हो रहेछ। हामीले यहाँ एकदम प्रत्यक्ष आँखाले पनि देख्यौँ, यस्तो मजाले फुलिरहेको छ, हेर्नुहोस्। र काम गरिरहेको छ भने चाहिँ यसरी काम बोल्छ है, यसरी काम बोल्छ। र जहाँ भए पनि, चाहे जस्तो स्थितिमा जहीँ भए पनि हामीले काम गरिरहेछौँ चाहिँ यसरी काम बोल्दो रहेछ भन्ने चाहिँ यहाँबाट प्रमाण पायौँ। र एकदमै हामी विशाल सरलाई पनि सम्झिनेछौँ, सम्पूर्ण छुबा स्कुल परिवारले। धन्यवाद।